I'm practicing my grammar. So आजको यो भिडियोमा चाहिँ म ट्याग क्वेशनको केही एक्सरसाइजेसहरु चाहिँ गर्छु. If you are also struggling with the rules, then you might have to watch this video. हामीसँग चाहिँ क्वेशन ट्याग. अब क्वेशन ट्यागको मतलब भनेको चाहिँ हामीले चाहिँ कन्फर्मेसनको लागि चाहिँ बनाउँछौं. एन्ड देन यसमा चाहिँ एउटा पोजिटिभ स्टेटमेन्ट हुन्छ भने लाइक अब एउटा पोजिटिभ स्टेटमेन्ट हुन्छ भनेपछि ट्याग चाहिँ नेगेटिभमा बन्छ अनि स्टेटमेन्ट चाहिँ नेगेटिभमा छ भने ट्याग चाहिँ पोजिटिभमा बन्छ एज यु अल्सो नो. र यहाँ चाहिँ एक्सरसाइजहरु हेर्दाखेरि चाहिँ मैले चाहिँ अलि लाइक धेरै रुल्सहरु मिक्स गरेर चाहिँ बनाएको छु. लाइक अब यहाँ चाहिँ हामीले मेन भर्बको र खासमा चाहिँ एक्सिलरी भर्बको बारे चाहिँ हामीले ट्याग बनाउन सक्छौं. तर यहाँ चाहिँ हामीले कुन भर्बले चाहिँ कसरी काम गरिरहेको छ त्यो पनि हेर्ने वालामा छौं. अब शी हैज अ कार, शी हैज अ कारमा चाहिँ यहाँ चाहिँ कुनै पनि एक्सिलरी भर्ब चाहिँ छैन. हैजले नै मेन भर्बको काम गरिरहेको छ. तर हामीलाई चाहिँ के रे ट्याग बनाउनको लागि चाहिँ हामीलाई चाहिँ एक्सिलरी भर्ब चाहिन्छ. अब यसले मेन भर्बको काम गरिरहेको छ भने हामीले एक्सिलरी भर्ब डु डज र डिड को प्रयोग गरेर चाहिँ युज गर्छौं. यो चाहिँ सेन्टेन्स हेरेर चाहिँ अब यो सेन्टेन्स चाहिँ प्रेजेन्टमा छ भनेपछि डु र डज को युज गर्छौं. अब यहाँ चाहिँ प्रोनाउन्सहरु के रे नाउन र प्रोनाउनहरु हेरेर चाहिँ हामीले भर्बको युज गर्छौं. सब्जेक्ट भर्ब अग्रिमेन्ट अनुसार चाहिँ अब यहाँ चाहिँ शी छ. शी चाहिँ यो चाहिँ सिंगुलर प्रोनाउन है. सिंगुलर प्रोनाउन भएपछि भर्ब पनि सिंगुलर हुन्छ. त्यही भएर चाहिँ हामीले डु को साथ डज युज गर्छौं. अनि यहाँ चाहिँ सेन्टेन्स चाहिँ के रे पोजिटिभ भएको भएर चाहिँ हामी ट्याग चाहिँ नेगेटिभमा बनाएको. डजन्ट शी, शी चाहिँ अब यो चाहिँ प्रोनाउन हो. हामीलाई चाहिँ कुनै नाउन मेबी नाउन आएको छ भने हामीले त्यसलाई चाहिँ त्यसको प्रोनाउन बनाएर चाहिँ यहाँ क्वेशन ट्याग बनाउँछौं. अनि अर्को भनेको चाहिँ सिम्पल छ. यु आर ह्याप्पी, यु आर ह्याप्पी. अब यहाँ चाहिँ आरले चाहिँ अलरेडी नै के रे एक्सिलरी भर्बको काम गरिरहेको छ भनेपछि हामीले अभियसली यसलाई नै लेखेर चाहिँ हामी ट्याग बनाउँछौं. एकदम इजी छ. aren't you, aren't you. अरु कुनै भर्बहरु एड गर्नु परेन. अब थर्ड नम्बर क्वेशनमा चाहिँ they made a food, they made a food. यो चाहिँ सेन्टेन्स चाहिँ पास्टमा बनिरहेको छ अनि यहाँ चाहिँ मेडले चाहिँ मेन भर्बको काम गरिरहेको छ. यहाँ चाहिँ कुनै एक्सिलरी भर्ब चाहिँ छैन. एक्सिलरी भर्ब छैन भनेपछि हामीले त्यही गर्छौं. डु डज र डिड मध्ये एउटा युज गर्छौं. त्यही भएर हामीले यहाँ चाहिँ के रे यो चाहिँ पास्टमा भएको भएर डिड युज गर्छौं. डिड अनि यो चाहिँ के रे पोजिटिभमै भएको छ सेन्टेन्स चाहिँ. त्यही भएर यसलाई चाहिँ नेगेटिभ बनाउनु पर्छ. ट्यागमा चाहिँ डिडन्ट दे हुन्छ. यहाँ चाहिँ मैले लेखेको छु अगाडि नै. अनि अर्को भनेको चाहिँ लास्ट क्वेशनमा चाहिँ आई हेभ वर्कड हार्ड. अब यहाँ चाहिँ हामीले दुईटै देख्छौं. यो हेभले चाहिँ एक्सिलरी भर्बको काम गरेको छ. वर्कडले चाहिँ मेन भर्बको काम गरेको छ. इफ यहाँ चाहिँ हेभ थिएन आई वर्कड हार्ड थियो भनेपछि हामीले चाहिँ यहाँ चाहिँ डु डज डिड मध्ये एउटा युज गरेर चाहिँ गर्थ्यौं. तर यहाँ चाहिँ हेभले आफैले एक्सिलरी भर्बको काम गरेको छ भने हामीले यसबाट नै हामीले ट्याग क्वेशन बनाउन मिल्छ के. त्यही भएर चाहिँ have को have गर्ने अनि यहाँ चाहिँ सेन्टेन्स पोजिटिभमा भएर not haven't अनि I यो तरिकाले गर्ने. That's all for today. I'll be back tomorrow with new topic. Bye bye.